हेलो हेलो आज हामीले अर्ग्यानिक खाना कोदोको ढिँडो खाने भनेर ढिँडो बनाउन लागेका छौं। अनि मैले सुरुमै पानी उमालिसकेकी थिएँ। त्यसमा अलिकति घिउ राखेर कोदोको पिठो थप्दै थप्दै म चलाइरहेकी छु। यसरी मजाले चलाउनु पर्छ। राम्रोसँग चलाएन भने यसमा डल्ला हुने र नपाक्ने पनि हुन सक्छ। मजाले चलाउँदै गइरहेकी छु। तपाईहरुले पनि देखिरहनु भएको छ। ढिँडो मस्काउने पनि भन्छन् यसरी चलाउनेलाई। मजाले चलाइसकेपछि पाकोस् भनेर एकैछिन छोपेर पनि पकाएँ मैले। त्यसपछि पनि मजाले चलाएर फाइनली ढिँडो तयार भइसकेको छ। र ढिँडोसँग खानको लागि मैले पहिला नै चिकन पकाएर राखिसकेकी थिएँ। अनि ढिँडो र चिकन अर्ग्यानिक खाना साथमा मुलाको अचार हामीले खानको लागि पस्केर राखिसक्यौं। अब खाना तयार भइसकेका छौं। गफ गर्दै रमाइलो गरेर खान लाग्यौं। हजुरहरूले पनि यसै गरी अर्ग्यानिक खाना बनाएर खानुहोला। थ्यांक यू।